पाप मोक्ष होस् पापै मोक्ष होस् सुनाउने र सुन्नेको आगो ताप्दै स्वस्तानी माताले सबैको रक्षा गरून्। कल्याण वरुणे रुद्र मरुतम स्तोत्र दिव्य स्तवै वेदै साङ्गपदाकमो पनिवेदै गायन्ति यं सामगा ध्यानावस्थित गतेन मनसा पश्यन्ति यं योगिनो यास्यन्तन बिन्दुसुरासुरगणः देवाय तस्मै नमः। लो परमेश्वरी स्वस्तानी श्री स्वस्तानी माता की जय। पाप मोक्ष श्री स्वस्तानी माता कल्याण गर्नुहोस्। द्वितीय अध्याय। कुमारजी आज्ञा गर्नुहुन्छ हे अगस्त्य मुनि, यो संसार महाप्रलय पछि जता हेर्यो शून्य मात्र थियो, कतै केही थिएन। तब त्यस बेला भगवान ईश्वरलाई फेरि सृष्टि गर्नको इच्छा भयो। शिर सागरमा हजार शिर भएको शेषनागमा शयन गरेको बेला भगवान विष्णु नाभिबाट हजार पत्र भएको कमल उत्पन्न भयो। त्यस कमलमा चार मुख भएका ब्रह्माजी उत्पन्न भए। ती ब्रह्माले जगत सृष्टि गर्न विचार गर्न लागे। त्यसै बखत भगवान विष्णुको कान चिलायो र केही बेर पछि औलो हाली कन्याए काने गुजी आयो। त्यसलाई फ्याले त्यो काने गुजीबाट मधुर कैटव भन्ने दुईवटा दैत्य जन्मे। ती महापराक्रमी हुनाले कहाँ के छ भनेर खोज्दै जाँदा ब्रह्मा बसेको कमलको डाँठनिर पुगी। यो के रहेछ भनेर हेरे। चार मुख भएका ब्रह्माजीलाई देखेर मलाई यसलाई खसाल्नु पर्यो भनेर खुब बल गरेर हल्लाए। तब ब्रह्माजी डराएर विष्णुलाई जागा गराउन भगवती योग मायाको आराधना गर्न लागे। ब्रह्माजीको स्तुतिले प्रसन्न भएर योग मायाले शेषासी भगवान विष्णुलाई जागा गराइदिनु भयो। विष्णु भगवान जागा भएर हेर्दा ती मधु कैटव दुवै बलपूर्वक कमलको नाल समाई चैत वैशाखको हुरीले रुख हल्लाए झैं हल्लाइरहेका थिए देखे। यस्तो देखेपछि तिनीहरूलाई त्यो काम नगर भनेर भने। विष्णुका वचन बाण हाने झैं लागेर कमलको नाल छाडी विष्णुलाई नै समाउन दगुरे। 5000 वर्ष प्रयत्न दुवै दैत्य विष्णुसित बाहु युद्ध गरी लडे, तर कसैको जित हार भएन। अदानी भगवान विष्णुले भन्नुभयो, हे तिमीहरू बडा पराक्रमी रहेछौ। तिम्रो पराक्रमले म बहुत प्रसन्न भए। अब जे इच्छा छ त्यो वरदान माग। यस्तो कुरा विष्णुको सुनेपछि मधु कैटव भन्छन्, हे विष्णु, यो संसारमा निर्धोले बलमानलाई के दिन सक्दैन। दिने त बलमान हो। हामी अझै अहिलेसम्म लडाईँमा थाकेका छैनौ। तिमी थाकिसकेका छौ। थाकेका व्यक्तिले के देउला र हामी के पाउला। बरु तिमीलाई केही इच्छा भए हामीसित माग, हामी दिन्छौ भने। यस्तो अहंकारले भरिएको दैत्यका वचन सुनेर विष्णु भन्नुहुन्छ, हे वीर हो, मलाई वरदान दिने सामर्थ्य भए प्रतिज्ञा वाचा गर। यस्तो कुरा सुनेर शेखीले
भरिएका ती दैत्यहरू भन्छन् हे विष्णु तिमीले मागेको हामी अवश्य दिन्छौँ यसमा फरक पर्ने छैन भने तब भगवान विष्णु भन्नुहुन्छ हे मधुकैटभ मसित सबै थोक छ के मागु दिन्छौ भने तिमीहरूलाई मार्न पाऊ मेरा हातबाट तिमीहरू मर जब यस्तो कठोर वर मागेको सुने अनि ती दैत्य भन्दछन् हे विष्णु तिमीले मागे जस्तो वर कुनै वीर पुरुषले माग्दैनन् मागेको इच्छा पूर्ण गर्न वीर पुरुषको कर्तव्य हो हामी तिमीलाई त यस्तो नामर्द होला भन्ने लागेको थिएन तिमी नामर्द होइनौ कपटी जाली र छली समेत रहेछौ भइगयो हामीलाई तिमीले मार्न त मार तर जल भएका ठाउँमा नमार मार यस्तो वरदान पाएपछि विष्णुले ती दुवैलाई आफ्नो दुवै काखमा राखेर मारे तिनै मधुकैटभको बोसो पानीमा जमेर पृथ्वी भयो मासुले पर्वत हाडले पत्थर ढुङ्गा भयो यो सबै देखेर ब्रह्माजीले 14 भुवन सृष्टि गरे एक लोक दुई भूलोक 3 स्वर्गलोक 4 महलोक 5 जनलोक 6 तपोलोक 7 सत्यलोक यी पृथ्वीदेखि मास्तिरका हुन् 1 अतल 2 पितल वितल 3 सुतल 4 तलातल 5 महातल 6 रसातल 7 पताल यी पृथ्वीदेखि तलका हुन् यसपछि 7 द्वीपको सृष्टि गरे 1 जम्बुदेखि तलका जम्री तीप 2 कुश तीप 3 प्लक्ष तीप 4 सालमलिप तीप 5 क्रोच द्वीप 6 साङ्गद्वीप 7 पुष्कर द्वीप अनि 7 समुद्र पनि सृष्टि गरे 1 इक्षुर शोध समुद्र 2 सरोद समुद्र 3 ओद समुद्र 4 क्षीरोद समुद्र 5 छदे मण्डोद समुद्र 6 सद्दोत समुद्र 7 छ्यारोद समुद्र जम्बूद्वीपलाई छ्यारोद समुद्रले बेरेको छ त्यहाँ अग्निर्द नाम गरेका राजाले राज्य गर्दछन् प्लक्षद्वीपलाई इक्षुर शोध समुद्रले बेरेको छ त्यहाँ इद्मजिह नाम गरेका राजा राज्य गर्दछन् सालमली द्वीपलाई सुरोधर समुद्रले बेरेको छ त्यहाँ यज्ञवाहु नाम गरेका राजा राज्य गर्दछन् कुश द्वीपलाई घृतोद समुद्रले घेरेको छ त्यहाँ हिरण्यता नाम गरेका राजा राज्य गर्दछन् क्रोध द्वीपलाई क्षीरोद समुद्रले बेरेको छ त्यहाँ घृत नाम गरेका राजा राज्य गर्दछन् शाकद्वीपलाई धती मण्डोद समुद्रले बेरेको छ त्यहाँ मेधातिथि नाम गरेका राजा राज्य गर्दछन् पुष्कर द्वीपलाई सुदोनादक नाम गरेको समुद्रले बेरेको छ त्यहाँ विधि होत्र नाम गरेका नामका राजा राज्य गर्दछन् जम्बूद्वीपमा 9 खण्ड छन् त्यति भारत खण्डमा रहेको हुनाले यस देशको नाम भारत रह्यो समुद्र द्वीप सृष्टि गरिसकेपछि पर्वत सृष्टि गर्नुभयो कुन कुन भने
एक सुमेरु पर्वत, 2 कैलाश पर्वत, 3 गन्धमादन पर्वत, 4 हिमालय पर्वत, 5 त्रिकुट पर्वत, 6 चित्रकूट पर्वत, 7 चन्द्रान्तक पर्वत, 8 चन्द्रकूट पर्वत, 4 लाख योजना विस्तार भएको जम्बू द्वीपमा पहिले प्राणी सृष्टि गर्ने इच्छा ब्रह्माजीका मनमा उठ्यो। उनी जगत प्रभु श्री शङ्करजी को तपस्या 12,000 वर्ष प्रयत्न गरे। त्यस कठोर तपस्यादेखि खुसी भएर शिवले दर्शन दिएर भन्नुभयो, हे ब्रह्मा, तिम्रो के इच्छा छ भन। यस्तो वचन सुनेपछि ब्रह्माजीले नाना वचन उपचारले पहिले पूजा गरी स्तुति गर्न थाले। हे परमेश्वर, तपाई कस्ता भने आफ्नो मायाले चराचर सृष्टि गरी पालन गर्ने, संहार गर्ने, मायादेखि पर रहेका परम परबाट मायामा डुबे जस्ता यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। हे फेरि एक मूर्तिबाट ब्रह्मा विष्णु रुद्र 3 मूर्ति भए। 3 कर्म लिई लोकको रक्षा गर्ने यस्ता हजुरलाई कोटि कोटि नमस्कार छ। सम्पूर्ण जगतका मालिक सर्वव्यापी सर्वात्मा यस्ता तपाईलाई कोटि कोटि नमस्कार छ। हे नाथ, हे ईश्वर, हजुरको महिमा वर्णन गर्न कसैले पनि सकेका छैनन् भने म कसरी सकुला। हजुरका दयाले भुवन लोक पर्वत समुद्रहरू सृष्टि गरे। अब प्राणी सृष्टि गर्ने इच्छा भएकोले आराधना गरेको हुँ। हे देव, प्राणी सृष्टि गर्न सक्ने वरदान पाऊ। यस्तो ब्रह्माको बिन्ती सुनि महादेव भन्नुहुन्छ, हे देवताका देवताहरूमा श्रेष्ठ भएका ब्रह्माजी, तिमीले प्राणी सृष्टि गरी सृष्टि कहलाए भन्ने वरदान दिनुभयो। ब्रह्माजीले मनमा हर्ष बढेकोले परिक्रमा गरी महादेवलाई साष्टाङ्ग प्रणाम गरी सृष्टि गर्न भनेर सुमेरु पर्वतमा जानुभयो। त्यस पर्वतका टाकुरमा बसी ब्रह्मालोक, उमालोक, शिवलोक, विष्णुलोक, स्कन्दलोक, स्वर्गलोक आदि सृष्टि गरे। सुमेरु पर्वतको उत्तर दिशामा अलङ्कापुरी, पूर्व दिशामा ऐरावती, दक्षिण दिशामा यमपुरी, पश्चिम दिशामा श्रद्धावती, ईशान कोणमा यशोमती, नैऋत्य कोणमा कृष्णावती, वायम्बे कोणमा गन्धावती, आग्नेय कोणमा सुधावती सृष्टि गरिसकेको र सावधान भए मनले चिन्ताए हुने बित्तिकै नै एक समय ऋषि उत्पन्न गरे। ती मध्ये जेठा कश्यप थिए। अस्थे ऋषि भन्नुहुन्छ, हे कुमारजी, तिम्रा यी वचन रूपी अमृत मेरा कान रूपी जिब्राले बराबर अरू पनि पिउने इच्छा गर्दैछ। अन्तत यति कुरा त सुने। अब दैत्य देवता मनुष्यहरू सृष्टि भएको कुरा सुन्ने इच्छा छ। यस्तो स्नेहले परिपूर्ण भएको श्रद्धायुक्त वचन सुनेर कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि, कश्यप ऋषिका 13वटी स्त्री थिए। 3को नाम दिति, 1 आदिति, 2 धनु, 3 कारा, 4 घोडा, 5 सिंहका, 6 क्रोधा, 7 प्राधा, 8 बलिष्ठा, 9 विनता, 10 कपिला, 11 चकन्त्र, 12 मनु, 1 सबैभन्दा जेठी तिथिका
न सन्तान दैत्य भनिन्छन् तिनका गर्भदेखि हिरण्यकश्यप आदि दैत्य जन्मे र दुई आदित्यका सन्तान देवता कहिन्छन् तिनका गर्भदेखि इन्द्र चन्द्र सूर्य आदि देवताहरू जन्मे तीन धनुका सन्तानहरू दानव कहिन्छन् तिनका गर्भबाट बृहस्पति आदि जन्मे 4-5 कारा र घोडाका गर्भदेखि गन्धर्व चित्ररथ आदि नरहरू जन्मे 6 शिका गर्भदेखि राहु जन्मे 7 क्रोधाका गर्भदेखि क्रोध जन्मियो 8 प्राधाका गर्भदेखि रम्भा तिलोत्तमा उर्वशी आदि अप्सरा जन्मे बलिष्ठाका गर्भदेखि पंक्षीहरू जन्मे कोइली मयूर डाँफे मुनिया जुरेली रानीचरी धोबिनी लुइचे आदि विनताका गर्भदेखि अरुण गरुडहरू जन्मे 11 कपिलका गर्भदेखि 4 पाउ हुने पशुहरू जन्मे गाई बाख्रा बाघ भालु घोडा हात्ती घोरल थाडल खरायो जरायो आदि 12 कन्द्रका गर्भदेखि नाग जाति जन्मे कर्कोटक शेष अनन्त वासुकी कुली र दक्षहरू 13 मनुका गर्भदेखि मनुष्यहरू जन्मे यस उपरान्त यिनीहरूलाई खान दिनलाई धान जौ इत्यादि अन्नहरू पनि सृष्टि गरे। यो कथा संक्षेपमा पनि संक्षेपले सुनाए किनभने अरू पुराणहरूमा पनि सृष्टि कर्म उत्पत्तिको वर्णन छ तिमीले सुनेको पनि होला। अब के कुरा सुन्नको इच्छा छ भन। यस्तो कुमारजीको कुरा सुनेपछि अगस्त्य मुनि भन्नुहुन्छ कुन कुन लोकमा को छन् दिक्पालहरू कसरी भए यो कुरा अब आज्ञा होस्। कुमारजी आज्ञा गर्नुहुन्छ। हे अगस्त्य मुनि सुन। सत्य लोकमा ब्रह्माजी हुनुहुन्छ। स्कन्द लोकमा म छु। कैलाश पर्वतमा शिवजी हुनुहुन्छ। ध्रुव लोकमा ध्रुव केतुहरू छन्। वैकुण्ठमा भगवान विष्णु बस्नुहुन्छ। नैतृत्य भुवनमा धेरै ऋषिहरू छन्। यो भुवनको कुरा भयो। अब दिक्पाल भएको कुरा भन्दछु सुन। एक वामन भगवानका दाजु इन्द्रले हिमालय पर्वतमा गएर कष्टले शङ्करजीको तपस्या गरे। त्यस तपस्यादेखि प्रसन्न भएर भगवान आशु दोषले दर्शन दिएर इन्द्रलाई भन्नुभयो हे इन्द्र तिम्रो तपस्या देखेर म खुसी भए। तिमी पूर्व दिशाको मालिक र अमरावतीको अधिपति भयो भने वरदान दिनुभयो। हे कश्यपका छोरा अग्निले पनि इन्द्रले गरे झैं कठोर तपस्या गरे। शिव खुसी भएर अग्नि दिशाको अधिपति बनाई सुदावतीको राज्य दिनुभयो। 3 यमले यसै गरी तपस्या गरे। शङ्कर भगवान खुसी भएर दक्षिण दिशाको मालिक तुल्याई पाप धर्मको विवेचन गरी दण्ड दिने काम सुम्पी यमपुरीको अधिपति गराइदिए। 4 निर्धतिले पनि शङ्कर खुसी पार्न कैलाशमा तपस्या गरे। शम्भुले निर्धत्य कोणको मालिक तुल्याएर कृष्णवतीको अधिपति दिएर पठाए। 5 वरुणले घोर कष्ट साथ तपस्या गरे।
पार्वती पति खुसी भएर पश्चिम दिशाको सदावतीको अधिपति गराइदिएछ। दितिका 4-9 छोराहरूले सामूहिक तपस्या गरे। शम्भु खुसी भएर तिनीहरूको नाउँ वायु भयो। तिमीहरू धेरै भए पनि म त एउटै रहोस्, तिमीहरूलाई कसैले देख्न नसकुन्, शब्द मात्र सुनुन्, बल पराक्रम पनि ठुलो होस् भनी वायव्य कोणको मालिक गराए। 7 कुबेरले पनि तपस्या गरे। शम्भु खुसी भएर उनलाई अलकापुरी उत्तर दिशाको अधिपति धनको मालिक तुल्याइदिए। 8 त्यसै गरी विश्वकर्माले तपस्या गरे। तिनलाई विश्वकर्मा भन्ने नाम राखी ईशान कोण यशोवतीको मालिक गराइदिए। यो दिक्पाल भएको कुरा संक्षेपले भने अब शिव पत्नी सती देवीको कथा भन्दछु, सुन। यस्तो कुरा सुनेपछि अगस्त्य ऋषि भन्दछन्, हे कुमारजी, सती देवी महादेवी पत्नी कसरी भइन् त्यो कुरा बताई अनि प्राण छोडेको र उल्का भएको सुन्न पाऊँ भन्ने मेरो प्रार्थना हो। कुमारजी आज्ञा गर्नुहुन्छ। 8 प्रजापति मध्ये सबैभन्दा जेठा दक्ष नामका प्रजापति थिए। तिनकी बिरणी नाम गरेकी पति परायण पतिव्रता स्त्री थिइन्। ती बिरणी गर्भिणी भइन् र 10 मास पूर्ण भएकी पुत्री जन्मिन। ती कन्या कस्ती थिइन् भने 1000 सूर्यका जस्ता तेज भएकी पूर्ण चन्द्र जस्तो अनुहार भएकी, 32 लक्षणले युक्त भएकी, पञ्चपत्र जस्ता आँखा भएकी, बाघको झैं कम्मर भएकी, उधाउन लागेको सूर्यको अरुण कान्ति झैं रातो वर्ण भएकी यस्ती पुत्री जन्मेको देखेर दक्ष प्रजापतिले आनन्द मानेर आफ्ना पुरोहित वशिष्ठ प्रभृति ऋषि ज्योतिषीहरूलाई डाकेर विधिपूर्वक जात कर्म नरनहरू गराए। डाकिएका वशिष्ठ आदि ऋषि ज्योतिषीहरूले धुलौटामा कोरी हेरी यस बालिकाको नाम सती देवी भन्ने राखेर यी त्रिभुवनमा प्रख्यात हुनेछन् भन्ने पनि भने। दक्ष प्रजापतिले श्रद्धापूर्वक भोजन गराएर दक्षिणादि प्रणाम गरी बिदा दिएपछि ऋषिहरू पनि आफ्ना कुटीमा गए। इति श्री कन्द पुराण केदार खण्डे माघ महात्म्ये कुमारागस्त्य संवादे श्री स्वस्तानि परमेश्वर व्रत कथा सती देवी उत्पन्न वर्णन नाम तृतीयो अध्याय। 2य अध्याय सकियो। हे प्रभु, ल गल्ती भयो क्षमा गर्नुहोस्। काहीँ त्रुटि भएको छ भने क्षमा गरिदिनु होला, सुधारिदिनु होला। राम्रोसँग सुन्नु सबैले धेरै लामो रहेछ है हजुर।